सबैमा नमस्ते। तपाईँले एउटा एउटा भिडियो देख्नुभयो होला र जस्तो लास्ट सम्बोधनमा चाहिँ रवि दाइले सम्बोधन गर्नुभयो सँगै दलितहरूसँग चाहिँ क्षमा याचना गर्नुभएको छ। तपाईँहरूले चाहिँ त्यो भिडियो देख्नुभयो होला। यसको मतलब के हो भने चाहिँ यो चाहिँ नहुनुपर्ने हो, यो छुवाछुत जस्तो कुराहरू चाहिँ नहुनुपर्ने हो होइन, तर समाजमा भइरहेछ। यसलाई चाहिँ अझ पहिले हटाउनु पर्ने हो होइन, तर हटिरहेको छैन। अब चाहिँ हटाउनको लागि तर र हामीले सबैले आफ्नो व्यवहारलाई चाहिँ परिवर्तन, व्यवहारमा चाहिँ सुधार ल्याउनको लागि चाहिँ सुधार ल्याउनुपर्छ भनेर भनेको आग्रह हो क्या होइन। रवि दाइले माफी माग्नुभयो, माफी मागेपछि सक्यो भन्ने होइन। उहाँले माफी माग्नुको कारण के हो भने जति पनि नेपाली समाज छ, एउटा समाज छ, समाज चाहिँ यस्तो छुवाछुतयुक्त हुनु हुँदैन, छुवाछुत रहित हुनुपर्छ। कसैले कसैलाई जातको आधारमा चाहिँ जुन एउटा गरिन्छ, अपमान गरिन्छ, भेदभाव गरिन्छ, यो चाहिँ हुनु हुँदैन भनेर चाहिँ उहाँले दिनुभएको सन्देश हो। तर तपाईँ हामीलाई पनि थाहा छ नि त, यो गलत हो, यो हुनु हुँदैन होइन। मान्छेहरू शिष्ट भइसके, मान्छेहरू बुझ्ने भइसके, दलित समुदायका मान्छेहरू पनि अगाडि आइसके भनेर चाहिँ तपाईँ हामीलाई सबैलाई थाहा छ। त्यही भएर चाहिँ हाम्रो आग्रह के हो भने नि, एउटा तपाईँमा एउटा कानुनी रूपमा नभइकन नि तपाईँको आफ्नो पर्सनली मेन्टली रूपमा अथवा तपाईँले चाहिँ आफ्नो व्यवहारमा भावनात्मक रूपमा चाहिँ तपाईँहरू चेन्ज हुनुभयो भने चाहिँ समाज आफै परिवर्तन हुन्छ, आफै चेन्ज हुन्छ भन्ने हो।